हजुर 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 नमस्ते 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 नमस्ते। संसारको जुनसुकै क्षेत्र, जुनसुकै सहर, जुनसुकै कुनै काप्चा, जुनसुकै मुरबीले, जुनसुकै समुद्रबाट पनि हेर्दै हुनुहुन्छ नि पक्कै पनि एकचोटि तपाईँले यस टिकटकमा आएर चाहिँ नमन गरिदिनु होला। आज मैले विशेष किसिमको भिडियो लिएर उपस्थित भएको छु। हाम्रो टिकटक स्टार कुलबोयसँग हिजोको संवाद पछाडि उहाँको संकल्प अनुसार दाई भोलि बिहान मेरो लागि केही खाएर फेरि जडीबुटीहरू खाएर भिडियो बनाइदिनु भनेर टिकटक स्टार कुलबोयको अनुरोधमा आज फेरि तपाईँहरूको समक्ष मैले नयाँ प्रवृत्तिको नयाँ किसिमको भिडियो लिएर उपस्थित भएको छु। म गाउँबाट संसारको जुनसुकै क्षेत्रबाट पनि हेर्दै हुनुहुन्छ नि बिहानको सुरुवात अर्गानिक फुडबाट गरौँ र दिन सुखी राखौँ। दिन सुखी राखेर स्वास्थ्य जीवन सुखी जीवनका साथ जियौँ भन्ने नाराका साथ संसारभरि छरिरहनुका तपाईँहरूलाई मैले नेपालको यो गाउँबाट यस्ता भिडियोहरू सम्प्रेषण गरेर आज मैले पनि फेरि गाउँको अर्गानिक जडीबुटीबाट गाउँको सुरुवात गर्दैछु। तपाईँहरूलाई कस्तो लाग्छ प्लिज कमेन्ट पनि गरिदिनु होला। तपाईँहरूकै अनुरोधमा फेरि नयाँ भिडियोमा म गाउँले जडीबुटी लिएर उपस्थित भएको क्रममा आज म गाउँले अर्गानिक सिस्नोबाट सुरु गर्दैछु। सिस्नोलाई मजासँग खाने यो भिडियो चाहिँ विशेष गरेर हाम्रो टिकटक स्टार कुलबोयको लागि मैले बनाउँदैछु। त्यसलाई कुलबोय भाइ 2-4 पात सिस्नो खाइसकेपछि 2-4 पात टोप्लेदार खाने। त्यसपछि कुलबोय भाइ हाम्रै जंगलको अर्गानिक जडीबुटी 2 पात वन धनिया खाने बिहानको सुरुवातीमा। त्यसको सुरुवाती सँगै फेरि वन धनिया खाइसकेपछि फेरि 2-4 पात करीपत्ता खाने। करीपत्ता खाइसकेपछि कुलबोय भाइ फेरि हाम्रै घर गाउँमा पाइने तुलसीका 2-4 पात फुलहरू खाने। एक 2 पात नीमका पत्ताहरू खाने। अर्गानिक जडीबुटी तेज पत्ताको पात खाने। एक 2 पीस अर्गानिक लसुनका पट्टीहरू चपाउने। जंगलबाट ल्याएको थोरै भए पनि बोधोको टुक्रा सँगै हाम्रै गाउँमा फलेको अर्गानिक अदुवाको टुक्रा खाइसकेपछि कुलबोय भाइ मुखलाई मिठास बनाउनको निम्ति गाउँकै अर्गानिक जडीबुटी रमरम मरटी पनि 2 पीस खाने। मरटी खाइसकेपछि यस मिठाससँग सुखमा सुगन्ध थप्नको निम्ति कुलबोय भाइ 1 2 पीस अमलाहरू खाने। मजासँग चबाएर यो आमिलो स्वादसँगै थोरै 5-10 ग्राम यो घिउ कुमारको घिउ खाने। सबै चिज मजासँग चबाइसकेपछि अनि लास्टमा यो गाउँको यो जंगलको झरनाबाट आएको झरनाको मनतातो पानी मस्तसँग पिउने। यसरी पिइसकेर दिनको सुरुवात गर्यो भने पक्कै पनि भविष्यमा तपाईका आउने भविष्यका दिनहरू कस्ता हुनेछन् त कुलबोय भाइ। जतिले पनि संसारको जुनसुकै क्षेत्रमा रहेर हाम्रो नेपाल र नेपालीलाई माया गर्ने जति पनि हुनुहुन्छ, जति पनि कुलबोय ग्रुप हुनुहुन्छ, कुलबोय भाइकै फ्यानहरू हुनुहुन्छ, प्लिज संसारको जुनसुकै क्षेत्र, जुनसुकै सहर, जुनसुकै कुनै काप्चा, जुनसुकै मुरबी, जुनसुकै समुद्रबाट पनि हेर्दै हुनुहुन्छ भने आजको यो भिडियो तपाईलाई कस्तो लाग्यो? अर्गानिक भिडियो मैले हाम्रै टिकटक स्टार कुलबोयका निम्ति यहाँबाट सम्प्रेषण गर्दैछु। संसारको जुनसुकै क्षेत्र, जुनसुकै सहरबाट पनि हेर्दै हुन्छ नि पक्कै पनि एकचोटि लाइक शेयर कमेन्ट पनि गरिदिनु होला। र तपाईहरुले पनि दिनको सुरुवाती गर्दाखेरि जंक फुड, फास्ट फुड, प्रोसेस फुड, नानाथरी फुडबाट होइन आफ्नै घर नजिकका गाउँका जंगली जडीबुटीहरुबाट सुरुवात गर्नुस् भन्ने नाराका साथ म यस भिडियोलाई तपाईहरुलाई सम्प्रेषण गर्दैछु।
सलोट छ, शुभ बिहानी, हस्त नमस्ते। जति पनि विदेशमा रहेर हाम्रो कुलुवाई भाइको फ्यान हुनुहुन्छ, उहाँहरूले यो भिडियो हेरेर कस्तो प्रतिक्रिया लाग्छ त तपाईहरुले प्लिज कमेन्टमा गरिदिनु होला। हस्त नमस्ते, सलोट छ। जय नेपाल, जय हिन्द।